सो आज चाहिँ हामी भाइरसको बारेमा पढ्छौँ। अब सबभन्दा पहिले कुरा भाइरस भन्ने बित्तिकै दिमागमा के आउँछ त? एउटा हामीले प्लस टूमा मजाले पढेको ब्याक्टेरियोफेज आउनुपर्छ है। अर्को चाहिँ टोब्याको मोजाइक भाइरस, यो चाहिँ टिएमबी भाइरस। यो किन सम्झिनुपर्छ भने यो फर्स्ट डिस्कभर्ड हो है। फर्स्ट डिस्कभर्ड हो। कसले डिस्कभर गर्यो भन्दाखेरि टिजे इभानोस्की, यो उहाँ चाहिँ रसियन साइन्टिस्ट हुनुहुन्थ्यो, उहाँले डिस्कभर गर्नुभएको हो। अर्को एडिनो भाइरस, अर्को इन्फ्लुएन्जा भाइरस। अर्को चाहिँ सम्झिने पर्ने भनेको रेट्रो भाइरस। मैले कुन रिफर गर्न खोज्दैछु भने एचआइभी भाइरसलाई रिफर गर्न खोज्दैछु। एचआइभी भाइरस जसले चाहिँ एड्स कज गर्छ। यिनीहरू चाहिँ सम्झिनुपर्छ भाइरस भन्ने बित्तिकै। अब वाट इज भाइरसतर्फ लागौँ। आखिर भाइरस भनेको के हो त? भाइरसलाई सिम्पली डिफाइन गर्नु पर्दाखेरि हामी के भन्छ भन्दाखेरि यो एउटा ओब्लिगेट इन्ट्रासेलुलर प्यारासाइट। इट इज एन ओब्लिगेट इन्ट्रासेलुलर प्यारासाइट विच इज मेड अप अफ nucleic acid and protein, and that can replicate inside living cells. Okay, so जुन चाहिँ लिभिङ सेलभित्र बस्छ अनि जुन चाहिँ इन्ट्रासेलुलर प्यारासाइट हो र मेड अप अफ न्युक्लिक एसिड। अब न्युक्लिक एसिड आरएनए अथवा डिएनए जे पनि हुनसक्छ। अब त्यसमा पनि सिङ्गल स्ट्यान्डर्ड, डबल स्ट्यान्डर्ड भन्ने आउँछ, त्यो अब हामी पढ्दै जान्छौँ अहिले। अनि एउटा न्युक्लिक एसिड हुनु पऱ्यो, एउटा प्रोटिन हुनु पऱ्यो र तिनीहरूले चाहिँ के गर्नु पर्यो भन्दाखेरि रेप्लिकेट गर्छ कहाँ? लिभिङ सेल्समा मात्रै। अब यसलाई कनेक्टिङ लिङ्क पनि भनिन्छ। कनेक्टिङ लिङ्क बिट्विन के त? यो एउटा फर्स्ट क्वेसनै हो। भाइरसलाई के भन्छ? कनेक्टिङ लिङ्क बिट्विन लिभिङ एन्ड नन लिभिङ। यो लिभिङ र नन लिभिङको कनेक्टिङ लिङ्क भनेर मानिन्छ। यो एउटा फर्स्ट क्वेसन आएको थियो एमओईमा, यो सम्झिनुपर्छ। अब हामी सिम्पली जाउँ। अब स्टडीमा जेनरल कुरा यो सबैलाई थाहा होला। स्टडी अफ भाइरस इज नोन एज भाइरोलोजी। ब्याक्टेरियाको के हुन्छ? ब्याक्टेरियोलोजी। अनि यो चाहिँ सबभन्दा सिम्पलेस्ट, सबभन्दा स्मलेस्ट हुन्छ। भाइरसहरू चाहिँ यो माइक्रोब्समा सबभन्दा स्मलेस्ट र सबभन्दा सिम्पलेस्ट हुन्छ। यसलाई सुपर प्यारासाइट पनि भन्छ। के भन्छ? सुपर प्यारासाइट। अनि अर्को कुरा चाहिँ यसलाई पार्टिकल भनेर पनि रिफर गरिन्छ। पार्टिकल न्युक्लियो प्रोटिनेसियस पार्टिकल अथवा इन्टाइटिज। अनि यो भाइरस शब्द कहाँबाट आएको होला त? भाइरस शब्द खास ल्याटिन वर्ड हो। ल्याटिनमा भाइरसको मिनिङ के हुन्छ? पोइजन। अनि भाइरस चाहिँ कहाँबाट आएको हो त? यो टर्म कहाँबाट आएको भन्दाखेरि भिरियन भन्ने टर्मबाट आएको। भिरियन र भाइरस अहिले हामी पढ्छ एकछिनमा। अनि यो अघि मैले भनेको थिएँ फर्स्ट भाइरस डिस्कभर टिएमबी भनेर। अनि टिएमबी नामै छ टोब्याको मोजाइक भाइरस टिएमबी। सो फर्स्ट डिजिज कज बाई भाइरस कुन रिकगनाइज गरेको थियो भन्दाखेरि टोब्याको मोजाइक डिजिज। यो चाहिँ फर्स्ट रिकगनाइज डिजिज हो कज्ड बाई भाइरस। फर्स्ट रिकगनाइज्ड डिजिज कज्ड बाई भाइरस। त्यो पनि कुन भाइरस? टिएमबी भाइरस। ओके, अब यसको अलिकति हिस्ट्री जान्नुपर्ने हुन्छ हामीले। हिस्ट्रीमा के बुझौँ भन्दाखेरि फर्स्ट डिस्कभर्ड, यो भाइरसलाई फर्स्ट डिस्कभर गर्ने चाहिँ को हुन्? अघि मैले भनिसकेँ टिजे इभानोस्की एउटा रसियन साइन्टिस्ट थिए जसले चाहिँ टिएमबी भाइरस पत्ता लगाए। टिएमबी भाइरसले के गर्दो रहेछ? टोब्याको मोजाइक डिजिज लगाउँदो रहेछ। अनि यो टर्म जुन छ नि भाइरस टर्म चाहिँ कसले दिएका हुन् भने लुइस पास्चरले। अब लुइस पास्चर त एकदम फेमस साइन्टिस्ट नै हुन्। हाम्रो प्लस टूको विभिन्न क्षेत्रमा उहाँको योगदान छ। अनि सम अथर होइन, कुनै अथरहरूले चाहिँ यो बेजर्निक भन्ने एकजना साइन्टिस्ट थिए, उनको नाम पनि लिन्छन्। यो टर्म भाइरस भन्ने टर्म बेजर्निकले दियो भने, तर बेजर्निकले चाहिँ एक्चुअली भाइरस टर्म दिएको होइन कि बेजर्निकले के भनेको थियो भन्दाखेरि कन्ट्याजियम भाइरम फ्लुइड। सो बेजर्निकको एक्ज्याक्ट टर्म चाहिँ यो थियो। अब अलिकति हामीले जान्नुपर्ने भनेको स्मल पक्स र पोलियो, यी दुईवटा डिजिज छ नि, त्यो एकदमै पुरानो डिजिज हो होइन। स्मल पक्स एन्ड पोलियो, यसलाई प्री हिस्टोरिक डिजिज पनि भन्छ। एन्ड पोलियो चाहिँ के हो भन्दाखेरि एकदमै पुरानो भेरी ओल्ड फेसन डिजिज, यसलाई प्री हिस्टोरिक डिजिज भनिन्छ, जुन चाहिँ बीसीमा थियो, 6 बीसीतिर थियो। ओके, अनि अब स्मल पक्स रिलेटेड चाहिँ हामीले एउटा एकजना साइन्टिस्टलाई सम्झिनुपर्छ, एडवर्ड जेनर भन्ने साइन्टिस्टलाई सम्झिनुपर्छ। अनि पोलियो जुन छ नि, पोलियो चाहिँ समिन एटल। हामीले भ्याक्सिनेसन इम्युनाइजेसन चार्ट पढ्दाखेरि पनि पढ्छौँ। समिन
एट अल उहाँको नाम सम्झिनुपर्छ है, उहाँले डिस्कभर गर्नुभएको। अब भाइरसको क्यारेक्टरिस्टिकहरू के हुन्छ होला, भाइरसले कस्तो कस्तो फिचर देखाउँछ होला। भाइरसको फिचरहरू चाहिँ के हुन्छ भन्दाखेरि यसमा सबभन्दा मेन प्रोपर्टी न्युक्लिक एसिड हुनु पऱ्यो। के हुनु पऱ्यो, न्युक्लिक एसिड। न्युक्लिक एसिड के हुनसक्छ हामीलाई थाहा छँदैछ, आरएनए अर डिएनए, एउटा कुनै त जेनोम हुनु पऱ्यो नि त। अनि भाइरसले चाहिँ मल्टिप्लाई गर्न सक्नु पऱ्यो। लिभिङ सेलमा उसको सुइटेबल होस्टमा गइसकेपछि उसले चाहिँ मल्टिप्लाई गर्न सक्ने हुनु पऱ्यो। अनि भाइरस चाहिँ कस्तो हुन्छ अरे, होस्ट स्पेसिफिक हुन्छ। स्पेसिफिक होस्टलाई मात्रै भाइरस लाग्दो रहेछ। अब ब्याक्टेरिया फेज भनेको त ब्याक्टेरियाले मात्रै एट्याक गर्छ, त्यो फेरि ह्युमनलाई एट्याक गर्दैन होइन, त्यो होस्ट स्पेसिफिक हुन्छ। अनि यिनीहरू चाहिँ अब्लिगेट हुन्छ। अब्लिगेट प्यारासाइट, प्यारासाइट दुई किसिमको पढ्यो होला, एउटा अब्लिगेट प्यारासाइट र अब्लिगेट प्यारासाइट भनेको कस्तो भन्दाखेरि यो चाहिँ एकदमै डिपेन्डेन्सी हुन्छ होइन, इन्डिपेन्डेन्टली एक्जिस्ट गर्नै सक्दैन। त्यही भएर अब्लिगेट भनेको वानली मोस्ट नभइकन नहुने, इन्डिपेन्डेन्ट एक्जिस्टेन्सै छैन। अनि एउटा हुन्छ फ्याकल्टेटिभ प्यारासाइट। फ्याकल्टेटिभ प्यारासाइट भनेको कस्तो भन्दाखेरि अपर्चुनिस्टिक हुन्छ। उसको लाइफ साइकल कम्प्लिट गर्नलाई चाहिँ होस्ट चाहिन्छ होइन, के अरे अब्लिगेट प्यारासाइटलाई कम्पलसरी नै चाहिन्छ। तर फ्याकल्टेटिभ प्यारासाइटमा के हुन्छ भन्दाखेरि ऊ चाहिँ होस्टमा डिपेन्डेन्टली पनि बस्दिन सक्छ, इन्डिपेन्डेन्टली पनि बस्दिन सक्छ। तर हामी अहिले भाइरस पढिरहेको छौँ, भाइरसमा चाहिँ के हुन्छ भन्दाखेरि डिपेन्डेन्ट हुन्छ आफ्नो होस्टमा, डिपेन्डेन्ट अन होस्ट टु कम्प्लिट इट्स लाइफ साइकल। यिनीहरू चाहिँ लिभिङ प्रोपर्टिज भयो भाइरसको। त अब लिभिङ र नन लिभिङ प्रोपर्टिज दुइटै हुन्छ। अब नन लिभिङ प्रोपर्टिज चाहिँ के हुन्छ भन्दाखेरि यो लिभिङ प्रोपर्टिज, अर्को चाहिँ नन लिभिङ प्रोपर्टिज। नन लिभिङ प्रोपर्टिजमा सबभन्दा पहिलो कुरा हामीले एकदम धेरै पढेका छौँ यो प्लसमा पनि, क्रिस्टलाइज्ड। दे क्यान बी क्रिस्टलाइज्ड। भाइरसलाई के गर्न सकिन्छ, क्रिस्टलाइज गर्न सकिन्छ, क्रिस्टल फर्म्समा ल्याउन सकिन्छ। अनि यिनीहरूमा चाहिँ त्यो मेटाबोलिजम प्रोसेस नै हुँदैन, देयर इज नो मेटाबोलिजम। मेटाबोलिजममा त दुइटै पर्छ, क्याटाबोलिजम, एनाबोलिजम। यिनीहरूमा चाहिँ त्यस्तो प्रोसेसहरू केही पनि हुँदैन। अनि यिनीहरूको चाहिँ प्रोटोप्लाज्म हुँदैन आफ्नै, नो प्रोटोप्लाज्म, नो इन्जाइम्स। यस्तो यस्तो फिचरहरू चाहिँ भाइरसमा देखिन्छ। त्यसै गरी अब भाइरसमा त मैले भनिहालेँ दुईवटा कुरा सम्झिनुपर्छ भाइरसमा। एउटा त यसको न्युक्लिक एसिड हुनु पऱ्यो होइन, अनि एउटा चाहिँ प्रोटिन हुनु पऱ्यो। अनि भाइरसलाई चाहिँ बायोलोजिकल पजल पनि भनिन्छ। के भनिन्छ, बायोलोजिकल पजल। बायोलोजिकल पजल किन भनेको भन्दाखेरि यो जुन न्युक्लिक एसिड छ नि, यसको कारणले भाइरस चाहिँ लिभिङ भएको हो। न्युक्लिक एसिडको कारणले भाइरस लिभिङ भएको हो। तर यो एट द सेम टाइम क्रिस्टलाइज गर्न सकिन्छ। क्रिस्टलाइज गर्न सकिनु भनेको यो नन लिभिङ प्रोपर्टी हो। सो यसलाई बायोलोजिकल पजल पनि भनिन्छ। अनि हामी यसलाई लिभिङ पार्टिकल पनि भन्न सक्छौँ। के भन्न सक्छौँ, भाइरस इज लिभिङ पार्टिकल है। अब हामीले सम भाइरसहरू यसो सम्झौँ, कुन भाइरसले एट्याक गर्दाखेरि त्यस्तो भाइरसले के भन्छ। जस्तो कि अघि एउटा टर्म आएको थियो ब्याक्टेरियोफेज। ब्याक्टेरियोफेज भनेको भाइरस विच एट्याक्स ब्याक्टेरिया। यसमा ब्याक्टेरियो भनेको ब्याक्टेरिया हो, फेज भनेको खानु हो, निल्नु हो है। सो ब्याक्टेरियल निल्ने भाइरसले के भन्छ, ब्याक्टेरियोफेज, भाइरस विच एट्याक्स ब्याक्टेरिया। त्यसै गरी प्लान्टलाई एट्याक गर्ने भाइरसलाई के भन्छ, फाइटोफेज। फाइटो भनेको त प्लान्ट हो, फेज भनेको खानु हो। सो प्लान्टलाई एट्याक गर्ने भाइरसलाई के भन्छ, फाइटोफेज। त्यसै गरी अल्गीलाई खाने एट्याक गर्ने भाइरसलाई के भनिन्छ होला, फाइकोफेज। यो टर्महरू सम्झिनु होला। फाइको भने जहिले पनि अल्गीलाई रिफर गरिन्छ कि, अल्गीको स्टडीलाई पनि फाइकोलोजी भनिन्छ, प्लान्टको स्टडीलाई फाइटोलोजी भनिन्छ। त्यसै गरी फाइटोफेज भनेको भाइरस विच एट्याक्स प्लान्ट, फाइकोफेज भनेको चाहिँ भाइरस विच एट्याक्स अल्गी। अब त्यसै गरी हामीले एउटा सम्झिनुपर्ने कुन छ भन्दाखेरि माइकोफेज। माइकोलोजी भन्ने हजुरहरूलाई एकदमै थाहा होला, हजुरहरू त राम्रो पढ्ने विद्यार्थीहरू है। माइकोफेज भनेको के होला भने भाइरस विच एट्याक्स फङ्गाई। भाइरस विच एट्याक्स फङ्गाईलाई के भन्छ, माइकोफेज। त्यसै गरी हामीले एउटा थाहा पाउनुपर्छ कोलिफेज भन्ने ब्याक्टेरियालाई, भाइरसलाई सरी कोलिफेज भाइरस भनेको कस्तो भन्दाखेरि जुन चाहिँ इकोलाई, सर्चियाकोलाई, जुन चाहिँ हाम्रो इन्टेस्टाइनको सिम्बायोटिक अर्गानिजम हो,
त्यो ब्याक्टेरियालाई एट्याक गर्ने भाइरसले के भन्दो रहेछ कोलिफेज। अब त्यसै गरी एउटा साइनोफेज भन्ने हुन्छ। साइनोफेज तपाईँहरूलाई थाहा होला, साइनो भनेको जहिले पनि ब्लू हो होइन। अनि ब्लू ग्रिन अल्गी भन्ने जुन ब्याक्टेरिया हुन्छ त्यो साइनो ब्याक्टेरियालाई बिजिएलाई एट्याक गर्ने भाइरसलाई के भन्दो रहेछ साइनोफेज, जुन चाहिँ बिजिएलाई एट्याक गर्छ ब्लू ग्रिन अल्गी अथवा साइनो ब्याक्टेरिया। त्यसै गरी अब हजुरहरूले जाइमोलोजीको बारेमा पनि थाहा होला। जाइमो भनेको के हो इस्टलाई रिफर गर्छ। जाइमो भनेको जहिले पनि इस्ट। सो इस्टलाई एट्याक गर्ने भाइरसलाई के भन्दो रहेछ जाइमोफेज। त्यसै गरी अब अघि जस्तै प्लान्टको भनेको थियो नि फाइको, त्यसरी नै एनिमल भनेको त जू हो। जू भन्ने बित्तिकै मोबिलिटी देखाउँछ, मुभमेन्ट देखाउँछ, एनिमललाई रिफर गर्छ। सो जू फेज भनेको कस्तो भाइरस हो भने भाइरस विच एट्याक्स एनिमल्स। अब यो कुराहरू पछि हामी सामान्य यसको साइजको बारेमा कुरा गरौँ होइन। भाइरसको साइज एकदमै सानो हुन्छ भन्छौँ, तर कति सानो हुन्छ? भाइरस चाहिँ 10 देखि 30 नैनोमिटर जति सानो हुन्छ। नैनोमिटर भनेको 10⁻⁻⁹ यति मिटर हो है। एकदम सानो भयो नि, तपाईँले सोच्न सक्ने त्यो पोइन्टभन्दा पनि एकदम सानो, त्यही भएर आँखाले नदेखेको। एकदम माइक्रोस्कोपबाट पनि हेर्न सकिँदैन, इलेक्ट्रोन माइक्रोस्कोपै चाहिन्छ, सामान्य माइक्रोस्कोपबाट हेर्न सकिँदैन। अब यो भन्दै गर्दाखेरि तपाईँले के थाहा हुनुपर्छ भने स्मलेस्ट भाइरस कुन होला त, त्यस्तै गरी लङ्गेस्ट भाइरस कुन होला त। अब स्मलेस्ट भाइरस प्लान्टको लागि हुन्छ, एनिमलको लागि हुन्छ। अब प्लान्टको स्मलेस्ट भाइरस कुन होला त, एनिमलको स्मलेस्ट भाइरस कुन होला त, अनि लङ्गेस्ट भाइरस कुन होला त, यो प्लान्टको केसमा भनौँ। अनि लार्जेस्ट र मोस्ट कम्प्लेक्स भाइरस कुन होला त? लार्जेस्ट भाइरस चाहिँ पोक्स भाइरसलाई भनिन्छ। यो चाहिँ लगभग 400 नैनोमिटर जति हुन्छ। अनि स्मलेस्ट भाइरस एनिमलमा कुन होला भन्दाखेरि फुट एन्ड माउथ भाइरस अफ क्याटलमा चाहिँ मुखमा हुने, फुटमा हुने त्यस्तो भाइरसलाई चाहिँ हामी सबभन्दा स्मलेस्ट भनेर पढ्छौँ, स्मलेस्ट भाइरस अफ क्याटल। त्यसै गरी लङ्गेस्ट भाइरस अफ प्लान्ट साइट्रस ट्रिस्टेजा भाइरस। अनि स्मलेस्ट भाइरस रिगार्डिङ एनिमल त्यो भनेको कोलिफेज हो। कोलिफेज F2 भन्छ। यो चाहिँ झन्डै 2 नैनोमिटर मात्रै हुन्छ। 10 देखि 3 भनेको थिएँ। अब सानो भाइरस हेर्नुहोस् न, सानो भाइरस जम्मा 2 नैनोमिटरको हुने रहेछ। यति त बुझ्नुभयो होला मजाले। अब यो खासमा यो सोध्दैन होइन, यो सबभन्दा स्मलेस्ट भाइरस के हो होइन, त्यसरी त सोध्दैन। तर टेन्टेटिभ दिमागमा हामीले साइज चाहिँ थाहा पाउनुपर्छ। के अरे यिनीहरूको साइज चाहिँ नैनोमिटरमा हुँदो रहेछ है। अनि नैनोमिटर भनेको 10⁻⁹ मिटर हो, र 10 to 30 नैनोमिटर ग्राम यिनीहरूको साइज हुँदो रहेछ। अब साइजको कुरा गर्दै गर्दाखेरि अब हामी सेपतिर आउँ। भाइरस कस्तो कस्तो सेपको हुन्छ त होइन। भाइरस चाहिँ सेप भन्नुपर्दाखेरि एकदमै सम्झिनुपर्ने हामीले अघि मैले स्मल पक्स भाइरसको कुरा गरेको थिएँ नि, त्यहीँबाट सुरु गरौँ। अब स्मल पक्स भाइरस कस्तो सेपको हुन्छ? अब एउटा इक्जाम्पल एटलिस्ट याद गर्ने, ब्रिक सेपको हुन्छ। हाम्रो घरमा जुन ब्रिक हुन्छ नि, यसरी राखेको, यसरी वाल बनाउँदाखेरि ब्रिकहरू प्रयोग गर्छ नि, हो सो यस्तो ब्रिक सेपको देखिन्छ यो स्मल पक्स भाइरस। त्यसै गरी स्फेरिकल सेपको कुन होला? एकदमै चर्चित इन्फ्लुएन्जा भाइरस चाहिँ कस्तो सेपको हुने रहेछ? स्फेरिकल सेपको। यो सम्झिनु होला, यो क्वेसनहरू सोधिरहन्छ मुक टेस्टहरूमा। त्यसै गरी अर्को सम्झिनुपर्ने भनेको यो जुन अघि मैले ब्याक्टेरियोफेज एकदमै सम्झिनु भनिरहेको छु नि। सो ब्याक्टेरियोफेज कस्तो सेपको हुने रहेछ? ब्याक्टेरियोफेज चाहिँ ट्याडपोल सेपको हुने रहेछ। त्यसै गरी एउटा तपाईँले सोधिरहने क्वेसन भनेको बुलेट सेप हो। बुलेट सेप कुन भाइरस हुन्छ? रेबिज भाइरस त्यो चाहिँ बुलेट सेपको हुने रहेछ। अब यति भन्दै गर्दाखेरि हामीले थाहा पाउनुपर्ने अरू कुराहरू के छ भने एउटा टर्मले एकदमै हैरान पार्छ तपाईँलाई, यो इन्टरफेरेन्स भन्ने होइन। म तपाईँलाई क्लियरली बुझाइदिन्छु। इन्टरफेरेन्स भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भने हामीमा जब भाइरसको इन्ट्री हुन्छ नि, त्यति बेला चाहिँ हाम्रो बडीले, हामी जस्तै भर्टिब्रेट्सहरूले एउटा स्पेसल केमिकल प्रड्युस गर्छ, एउटा प्रोटिन प्रड्युस गर्छ भाइरसको एगेन्स्टमा। त्यसलाई चाहिँ के भन्छ? इन्टरफेरेन्स भन्छ। सो इन्टरफेरेन्स के हो? इन्टरफेरेन्स चाहिँ एउटा प्रोटिन हो। के हो? प्रोटिन। अलाई हटाइदिउँ, ग्रामेटिकली मिल्दैन। proteins which are produced
against virus in vertebrate. So तपाईँले क्वेसन सोध्छ यसरी एमसिक्यूमा क्वेसन आउँछ इन्टरफेरेन्स आर ए नम्बरमा ग्लाइकोजेन राखिदिन्छ बी नम्बरमा कार्बोहाइड्रेट राखिदिन्छ सी नम्बरमा प्रोटिन राखिदिन्छ र डी नम्बरमा लिपिड राखिदिन्छ है। अफकोर्स अहिले एन्सर नगर्नुहोस्, अर्को क्वेसन हेर्नुहोस्। अर्को क्वेसनले के भन्दैछ भने यही क्वेसन हुन्छ माथिको, तर अप्सन चाहिँ फरक हुन्छ कि। अप्सन के राखिदिन्छ भने एउटा ग्लाइको प्रोटिन राखिदिन्छ, अर्को लिपिड राखिदिन्छ, अर्को प्रोटिन एन्ड कार्बोहाइड्रेट राखिदिन्छ है। अब यतिखेर चाहिँ मैले भनेअनुसार नै प्रोटिन्स भनेर सट्ट सेलेक्ट गर्ने कुनै डाउट हुँदैन है। तर अब जब कि अझै स्पेसिफाई ग्लाइको प्रोटिन भन्दैछ, सो यतिखेर चाहिँ ग्लाइको प्रोटिन सेलेक्ट गर्नु। सो अबदेखि हामीले के बुझ्नु पऱ्यो भने इन्टरफेरेन्स आर प्रोटिन्स भन्दा पनि ग्लाइको प्रोटिन। अब पढ्दाखेरि के पढ्ने, इन्टरफेरेन्स आर ग्लाइको प्रोटिन्स आर प्रोड्युस्ड अगेन्स्ट भाइरस इन भर्टिब्रेट्स। यो सम्झिएपछि तपाईँलाई सजिलो हुन्छ। अब अर्को टर्म छ भिरियन्स। मैले अघि भनेको थिएँ भिरियन्स भन्ने, भिरियन्सबाट टर्म भाइरस आएको हो। एउटा भिरियन्स थाहा पाउनुपर्छ, एउटा भिरियोइड्स थाहा पाउनुपर्छ। भिरोइड्स भनेको जहिले पनि जस्तै हो कि जस्तै हो। भिरियन्स भनेको एकदम डेन्जरस, भिरियन भनेको एकदम डेन्जरस। यो चाहिँ कम्प्लिट फर्म अफ भाइरस हो। कम्प्लिट फर्म अफ भाइरस भनेको यसमा न्युक्लिक एसिड पनि छ, प्रोटिन पनि छ। अब यहाँ तपाईँले सम्झिने चाहिँ यसरी सम्झिनुहुन्छ कि प्रोटिनमा इआइएन छ, भिरियनमा पनि एन छ होइन। सो प्रोटिन न्युक्लिक एसिड र प्रोटिन छ भने त्यो भिरियन्स हो है। यो कम्प्लिट फर्म अफ भाइरस हो। यसले के भन्ने, कम्प्लिट फर्म अफ भाइरस। अनि यसले चाहिँ के गर्छ भन्दाखेरि इन्फेक्सन गर्छ, क्यान कज इन्फेक्सन। अनि भिरियोइड्स भनेको के हो, भिरियोइड्स भनेको भाइरस जस्तै हो क्या, भाइरस जस्तै। अब भाइरस जस्तै त हो, ठिक छ, भाइरस जस्तै त हो। अनि भाइरस जस्तै के हो भन्दाखेरि एउटा न्युक्लिक एसिड ओन्ली हुन्छ, न्युक्लिक एसिड मात्रै। त्यो पनि न्युक्लिक एसिड कस्तो, लो मोलिकुलर वेटवाला, लो मोलिकुलर वेट भएको स्पेसली आरएनए हुन्छ। सो यिनीहरूमा चाहिँ जेनेटिक मेटेरियल त हुन्छ, तर इन्फेक्सन चाहिँ कज गर्न सक्दैन भिरियोइड्सले। सो भिरियोइड्स एन्ड भिरियन्सको कुरा एकदमै सम्झिनुपर्छ हामीले। अनि यो भिरियोइड्स हुन्छ नि, यसले इन्फेक्सन कज गर्यो भने भिरियोइड्सले चाहिँ पर्सिस्टेन्ट इन्फेक्सन कज गर्छ, एकदम भइरहने इन्फेक्सन कज गर्छ, लङ टर्म इन्फेक्सन कज गर्छ र कहिले पनि रिकभर हुँदैन। इट क्यान कज पर्सिस्टेन्ट इन्फेक्सन विच इज नेभर रिकभर्ड। अब यसमा पहिला एउटा इन्डियन युनिभर्सिटीमा क्वेसन आउँथ्यो भिरियोइड्सले कस्तो कस्तो इन्फेक्सन कज गर्छ भन्दाखेरि एउटा चाहिँ हामीले खाने आलु, पोट्याटो स्पिन्डल ट्युबर डिजिज, पोट्याटो स्पिन्डल ट्युबर डिजिज भिरियोइड्सले कज गर्छ। अर्को कुकुम्बर पेल फ्रुट, ककम्बर जुन हुन्छ नि, कुकुम्बर नभन्ने ककम्बर भन्ने, ककम्बर पेल फ्रुट, यो पनि कज गर्ने को हो, भिरियोइड्स हो। अर्को यो क्रिस्यान्थेमम स्टन्ट भन्ने पनि हुन्छ, त्यो पनि भिरियोइड्सले कज गर्छ। र भिरियोइड्सको बारेमा के सम्झिनुपर्छ भन्दाखेरि इट इज स्मलेस्ट इन्फेक्सियस एजेन्ट, स्मलेस्ट इन्फेक्सियस एजेन्ट। यो भयो भिरियोइड्सको कुरा। अनि एउटा अर्को टर्म छ भिरुसोइड्स। भिरुसोइड्स यो चाहिँ जस्ट आरएनएको एउटा फ्रेगमेन्ट हो। अनि यो चाहिँ नन इन्फेक्सियस हुन्छ, नन इन्फेक्सियस है। मैले के टर्म भने सम्झिनु होला, भिरियन्स, भिरियोइड्स अनि भाइरोसोइड्स। अनि एउटा हुन्छ प्रायन्स भन्ने। अब प्रायन्स भनेको पीबाट ओन्ली प्रोटिन भनेर सम्झिनुहोस्, ओन्ली प्रोटिन। अनि यसले चाहिँ इन्फेक्सन गर्छ, यसलाई स्लो भाइरस पनि भन्छ। अनि यसले इन्फेक्सन पनि गर्छ। के इन्फेक्सन गर्छ भन्दाखेरि एमसिडी, एमसिडी भनेको म्याड काउ डिजिज, म्याड काउ डिजिज। अरू के इन्फेक्सन कज गर्छ, यसलाई स्लो भाइरस पनि भनिन्छ ल, स्लो भाइरस। एउटा भयो एमसिडिज, अर्को भयो एकदमै सम्झिनुपर्ने पार्किन्सोनिजम, पार्किन्सोनिजम। अब पार्किन्सोनिजम रिलेटेड तपाईँले के थाहा पाउनुपर्छ भन्दा पार्किन्सोनिजम किन हुन्छ त, के कारणले हुन्छ त होइन। अनि यसको के अरे क्लिनिकल फिचर्स के हुन्छ त, यसको क्लिनिकल फिचर्स सम्झिनु पर्दाखेरि एउटा ट्रिमर हुन्छ है, हात थथर थथर काप्छ के समाउन खोज्दाखेरि, कि त यतिकै पनि हात आफै अटोमेटिकली कापिरहेको हुन्छ। अर्को चाहिँ पोस्चुरल इन्स्टेबिलिटी हुन्छ, पोस्चर चाहिँ
अगाडितिर जो मान्छेले पार्किन्सन भएको छ उनीहरू चाहिँ अगाडितिर झुकेर हिँड्छन्, त्यो पोस्चुरल इन्स्टेबिलिटी हो। अर्को चाहिँ ब्राइडिकाइनेसिया। अब यो काइनेसिया भन्ने तपाईँले थाहा होला, हिँड्नु हो, मोसन हो, मुभमेन्ट हो। ब्राइडी भनेको बिस्तारै स्लोली हिँड्ने, बिस्तारै हिँड्ने, म लड्छु कि क्या हो जस्तो लाग्ने फिल हुने क्या उसलाई, पार्किन्सन भएको मान्छेलाई। अनि ब्यालेन्स बनाउनलाई अलिकति झुकेर अगाडितिर निहुरेर हिँड्छन्, त्यसलाई के भन्छ पोस्चुरल इन्स्टेबिलिटी। अनि हात चाहिँ थरथर 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 कापिरहेको हुन्छ। अब तपाईँले दिमागमा सम्झिनुहोस् कोही तपाईँको गाउँको पुरानो बुढो बाजे होला है, अनि उहाँ चाहिँ थरथर थरथर काप्दै बिस्तारै हिँड्दै निहुरेर हिँड्दै तपाईँतिर आउँदै थियो होइन। अनि उहाँलाई चाहिँ थाहा नभएको रहेछ कि उहाँलाई कुनै डिजिज छ भनेर। अनि तपाईँ त पढ्नु भएको थियो, तपाईँ त्यो पार्किन्सनिजम भनेर पढ्नु भएको छ। तपाईँले के भनिदिनुहुन्छ, यो त प्रिन्सले गरेको डिजिज हो, यसलाई पार्किन्सनिजम भनिन्छ। अनि यसमा चाहिँ तपाईँको ट्रिमर आइरहेछ, ब्राइडिकाइनेसिया आइरहेछ, पोस्चुरल इन्स्टेबिलिटी छ, यो त पक्कै पार्किन्सनिजम होला। ल एउटा डिजिज पत्ता लगाइदिइसक्नुभयो तपाईँ, डक्टर भन्ने पातमा हिँडिसक्नु भएछ। अब आज नभोलि त स्योर बनिन्छ होइन। अब कन्सटेन्ट मिहिनेत चाहिँ गर्नुपर्छ। अर्को डिजिज पढौँ। अनि यो भन्दै गर्दाखेरि यो म भनिदिइहाल्छु, पार्किन्सनिजम के को डिफिसियन्सीले हुन्छ भन्दाखेरि ड्यु टु डेफिसियन्सी अफ डोपामिन हर्मोनको कारणले। अनि अर्को यो अब डोपामिन सम्झिँदै गर्दाखेरि डेफिसियन्सी अफ अल्जाइमर भनेर सम्झिनुपर्छ। के अरे डेफिसियन्सी अफ एसिटाइलकोलिन ACH, त्यसले गर्दाखेरि के हुन्छ अल्जाइमर्स डिजिज है, यिनीहरू चाहिँ सम्झिनुहोस्। अर्को कुरु लाफिङ डिजिज कसले कज गर्दो रहेछ, फ्रान्सले। अर्को क्रुजफेल्ड ज्याकोब डिजिज। अब यो नाम अप्ठ्यारो छ होइन, अप्ठ्यारो नाम कुनै त्यस्तो आयो भने फ्रान्सले गरेको भनेर सम्झिँदा पनि भयो। मेन चाहिँ यो पार्किन्सनिजम हो, यो सम्झिनु होला। पीबाट पार्किन्सन, पीबाट फ्रान्स, पीबाट ओन्ली प्रोटिन। अनि एउटा चाहिँ म्याड काउ डिजिज भनेर सोधिरहेको हुन्छ। अब तपाईँलाई मैले स्ट्रक्चर अफ भाइरसको बारेमा भन्नेछु। स्ट्रक्चर अफ भाइरसको स्ट्रक्चर कस्तो हुन्छ त, तपाईँले जहिले पनि यस्तो सेपको फिगरहरू देखिरहनु भयो होला भाइरस पढ्दाखेरि बुकहरूमा, यस्तो सेपको फिगरहरू दिएको हुन्छ। अनि यसमा तपाईँ के सम्झिनुहोस् भने तपाईँले कहिले काहीँ कन्फ्युजन पनि हुनसक्छ, भित्र के बाहिर के बिचमा के। मैले @NCELL भनेर सम्झिन्छु। एल भनेको लास्ट हो है, यो सुरुदेखि लास्टसम्म। सुरु भनेको बिचबाट सुरु हुन्छ कि भित्रबाट, यो भनेको न्युक्लिक एसिड हो। सबभन्दा भित्र के हुने रहेछ, न्युक्लिक एसिड हुन्छ। अनि त्यसको जस्ट बाहिर चाहिँ के हुने रहेछ, सीबाट क्याप्सिड हुने रहेछ। त्यसको जस्ट बाहिर के हुने रहेछ, अनभेलप हुने रहेछ। यसरी सम्झिनु होला। @NCELL, एनसेलमा के लाग्यो, भाइरस लाग्यो, त्यही भएर एनसेलले कर्तिँदैन भनेर त भन्न मिल्दैन। अब हामीले बिस्तारै अलिअलि पढ्दै जानुपर्छ। यो अनभेलप भनेको के हो, अनभेलप केले बनेको हुन्छ होइन, त्यो कुराहरू पढ्नुपर्छ। मैले भनिसकेँ, त्यो आउटरमोस्ट कभरिङ भयो। अनि यो चाहिँ प्रोटेक्टिभ काम गर्छ। सबभन्दा बाहिर हाम्रो के छ, स्किन छ। स्किनले के गरिरहेछ, प्रोटेक्ट गरिरहेछ भित्रको कुराहरूलाई। सो अनभेलपले के गरिरहेछ, भित्रको कुराहरूलाई प्रोटेक्ट गर्ने काम गर्छ। अनि यो जुन बनेको हुन्छ नि इन्भेलप जुन प्रोटिनहरूले बनेको हुन्छ नि, त्यसलाई के भन्छ, पेप्लोमर भन्छ। इच युनिट अफ प्रोटिनलाई पेप्लोमर भनेको के हुन्छ, इच युनिट अफ प्रोटिन इन इन्भेलप। त्यसै गरी अब कुनै भाइरसहरूमा यो अनभेलप भन्ने एब्सेन्ट हुन्छ। जुनमा चाहिँ अनभेलप एब्सेन्ट छ होइन, त्यसलाई चाहिँ हामी के भन्छौँ, नेकेड भाइरस भन्छौँ, नाङ्गो भाइरस, जसमा स्किनै छैन। ल जस्तै मान्छेमा स्किन भएन भने भित्रको मासुहरू सब एक्सपोज हुन्छ, त्यसै गरी अनभेलप छैन भने भित्रको क्याप्सिड न्युक्लिक एसिड एक्सपोज छ। त्यस्तो कुन भाइरस हुने रहेछ, नेकेड भाइरस। अनि यसमा कुनै इक्जाम्पल छ, TMB भाइरस। TMB भाइरस के सम्झिनु भनेको थिएँ, फर्स्ट डिस्कभर्ड भाइरस, DJ इभानोस्की, रसियन साइन्टिस्ट है। यो 3-4वटा कुरा सम्झिनुपर्छ। र TMB भाइरसको सेप कस्तो थियो, याद गर्नुहोस्। TMB भाइरसको सेप कस्तो थियो, TMB भाइरस चाहिँ कुन सेपको थियो, रड सेपेटको थियो। रड सेपको थियो, यहाँ एड गर्नुहोस्। अब TMB भाइरस कुन सेपको हुने रहेछ, रड सेपको हुने रहेछ। सो यो 3-4वटा कुरा TMB भाइरसको बारेमा तपाईँले सम्झिनु पर्ने हुन्छ। अब त्यसै गरी अब यो इन्भेलपमा पनि कुनै आउटग्रोथहरू हुनसक्छ। अब इन्भेलपमा समथिङ आउटग्रोथ भयो भने त्यसलाई हामी के भन्छौँ, स्पाइक्स भन्छौँ। यो इन्भेलप छ, यसको बाहिर पनि प्रोटिन हुनसक्छ है। यो प्रोटिन भयो भने यसलाई के भन्छौँ, हामी स्पाइक्स भन्छौँ। सो कुनै चाहिँ अब स्पाइक प्रेजेन्ट भयो भने प्रेजेन्स अफ स्पाइकलाई हामी के भन्छौँ, रफ सर्फेस भन्छौँ होइन, रफ सर्फेस भन्छौँ। अनि एब्सेन्स अफ स्पाइकलाई हामी के भन्छौँ,
स्मुथ सर्फेस भन्छौँ है। त्यसै गरी इन्भेलपको बारेमा तिनवटा कुरा अब सम्झेपछि आउटमोस्ट कभरिङ हो यसको इच इन्ट्रोडक्टरीलाई के भन्छ पेप्लोमर भन्छ अनि इन्भेलप भएन भने नेकेड भाइरस भन्छ, जस्तै एउटा टिएमबी भाइरस भयो। अब त्यसै गरी हामी क्याप्सिडको बारेमा पढौँ। क्याप्सिडको बारेमा पढौँ। क्याप्सिडमा के पढ्ने र क्याप्सिड त इन्भेलपभन्दा भित्र हुन्छ। यो पनि केले बनेको हुन्छ, प्रोटिनले बनेको हुन्छ। प्रोटिन सिथ, क्याप्सिडको एउटा प्रोटिन सिथ हुन्छ जसको काम के हो भित्रको न्युक्लिक एसिडलाई प्रोटेक्ट गर्ने होइन। न्युक्लिक एसिडको जस्ट बाहिर के हुने रहेछ, क्याप्सिड हुने रहेछ है। सो न्युक्लिक एसिड इज प्रोटेक्टेड बाई दिस क्याप्सिड। अनि यो क्याप्सिडको जुन युनिटहरू हुन्छ नि एउटा 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 प्रोटिनले बनेको हुन्छ नि त्यसलाई चाहिँ हामी के भन्छौँ, क्याप्सोमर भन्छौँ। जस्तै अघि कि इन्भेलपको पेप्लोमर भन्ने थियो, यसको चाहिँ के छ, क्याप्सोमर थियो। अनि यो क्याप्सोमरको जुन नम्बर हुन्छ नि त्यो चाहिँ भाइरसमा फिक्स्ड हुँदो रहेछ कि है। जस्तै कि टिएमबी भाइरसमा चाहिँ क्याप्सोमरको नम्बर 2130 हुन्छ। अब यो सम्झिनु चाहिँ अहिले सम्झिनु पर्दैन, तर यो क्याप्सोमरको नम्बर चाहिँ फिक्स्ड हुन्छ भनेर थाहा हुनु पऱ्यो। अनि यसको काम के त, यो क्याप्सिड भएको काम के त, यसले चाहिँ होस्ट कुन होस्टमा जाने, कुन होस्टलाई एफेक्ट गर्ने भन्ने स्पेसिफिसिटी हुन्छ नि त्यो चाहिँ क्याप्सिडले डिटर्माइन गर्दो रहेछ। होस्ट स्पेसिफिसिटी कसले गर्छ, क्याप्सिडले गर्छ। अनि कुनै कुनै म्यामलहरूमा चाहिँ यो क्याप्सिडभन्दा बाहिर पनि एउटा अझै पनि अर्को मेम्ब्रेन हुन्छ, त्यसले चाहिँ मेन्टल भन्छ है, लिमिटिङ मेम्ब्रेन मेन्टल। अनि अब यसको न्युक्लिक एसिडहरूको बारेमा बिस्तारै बिस्तारै पढ्दै जाउँ। न्युक्लिक एसिडमा मेन एफेक्ट गर्ने भनेको न्युक्लिक एसिडले हो। न्युक्लिक एसिड त अघि दुई किसिमको हुन्छ, राइबोन्युक्लिक एसिड, डिओक्सी राइबोन्युक्लिक एसिड। अनि मेन इन्फेक्सन गर्ने काम चाहिँ के को हो, यही न्युक्लिक एसिडको हो। अब न्युक्लिक एसिड त दुईवटा छ, डिएनए आरएनए। अब यसमा पनि डिएनए पनि दुई प्रकारको हुँदो रहेछ। कस्तो त, सिङ्गल स्ट्रान्डेड डिएनए। आजदेखि पहिला त तपाईँले आरएनए सिङ्गल स्ट्रान्ड, डिएनए डबल स्ट्रान्ड भएर पढ्नु भयो होला, तर साइन्समा एक्सेप्सन नहुने भन्ने छैन। अब यो एक्सेप्सन त होइन, तर यसको टाइप्स हुँदो रहेछ कि त्यसको अझै डेप्थमा पढ्दै जाँदाखेरि बल्ल थाहा हुन्छ। आरएनए पनि डबल स्ट्रान्डेड आरएनए हुँदो रहेछ। अनि आरएनए त सिङ्गल स्ट्रान्डेड, यो नर्मल भइ नै हाल्यो। अब कुन कुन कमन हो भनेर तपाईँले थाहा हुनु पऱ्यो, तपाईँलाई अलरेडी थाहा छ। सानैदेखि पढ्दै आएको आरएनए जहिले पनि सिङ्गल स्ट्रान्डेड हुन्छ, यो चाहिँ कमन हो। डिएनए जहिले पनि डबल स्ट्रान्डेड हुन्छ, यो चाहिँ कमन हो है। अनि एउटा जेनरल आइडिया के लाउनुहोस् भने प्लान्टको जुन भाइरस हुन्छ नि प्रायः चाहिँ आरएनए भाइरस हुन्छ प्लान्टको चाहिँ है। एनिमलको चाहिँ प्रायः डिएनए भाइरस हुन्छ। एनिमललाई एट्याक गर्ने भाइरस कस्तो हुन्छ, डिएनए भाइरस हुन्छ। अनि एउटा ल्युको भाइरस भन्ने टर्म थाहा पाउनुपर्छ। ल्युको भाइरस, ल्युको भाइरसमा चाहिँ के हुँदो रहेछ, बोथ जेनेटिक मेटेरियल डिएनए आरएनए दुइटै प्रेजेन्ट हुन्छ यसमा। अब प्लान्टमा चाहिँ के हुँदो रहेछ, जेनेटिक मेटेरियलको नाममा प्लान्टमा चाहिँ मोस्टली आरएनए मात्रै हुन्छ होइन, एनिमल भाइरसहरूमा डिएनए मात्रै हुन्छ। तर यो ल्युको भाइरस भन्ने जन्तुमा चाहिँ बोथ डिएनए एन्ड आरएनए हुन्छ। अब के इक्जाम्पलहरू सम्झिनु पर्ने हुन्छ। प्लान्टको डबल स्ट्रान्डेड डिएनए भाइरस अनि एनिमलको सिङ्गल स्ट्रान्डेड आरएनए भाइरस अनि सिङ्गल स्ट्रान्डेड डिएनएवाला भाइरस अनि डबल स्ट्रान्डेड आरएनए भाइरस, यिनीहरू सम्झिनुपर्छ। वान बाई वान पढ्दै जाउँ। पहिला त डिएनएको हेरौँ, डिएनए भाइरस। अर्को हेरौँ के को, आरएनएको, आरएनए भाइरस। अब डिएनए भाइरसमा मैले के भने सिङ्गल स्ट्रान्डेड पनि हुन्छ, डबल स्ट्रान्डेड पनि हुन्छ। सो मोस्ट कमनबाट जाउँ, डबल स्ट्रान्डेड डिएनए भाइरसहरू कुन कुन हुन् है। अनि सिङ्गल स्ट्रान्डेड डिएनए भाइरसहरू कुन कुन हुन्, सिङ्गल स्ट्रान्डेड डिएनए भाइरसहरू कुन कुन हुन्। अब डबल स्ट्रान्डेड आरएनए भाइरसहरू कुन कुन हुन् अनि सिङ्गल स्ट्रान्डेड आरएनए भाइरसहरू कुन कुन हुन्। यहीँबाट स्टार्ट गरौँ। डबल स्ट्रान्डेड डिएनए भाइरस, यसमा चाहिँ अघि मैले भनेको प्रि हिस्टोरिक डिजिजवाला स्मल पक्स भाइरस जसले चाहिँ स्मल पक्स गर्छ, त्यो चाहिँ एउटा भयो। एउटा एचएसपी भनेको हर्पिस सिम्प्लेक्स भाइरस, हर्पिस सिम्प्लेक्स भाइरस, यो चाहिँ डबल स्ट्रान्डेड डिएनए भाइरस हो। यो चाहिँ कमन छ भनेर दिमागमा हुनु पऱ्यो। डबल स्ट्रान्डेड डिएनए भाइरसहरू कमन हुन्छ नि, प्लस स्मल पक्स, एचएसपी, चिकन पक्स। एउटा सम्झिनु पर्ने नाम भनेको इप्स्टेन बार भाइरस। अर्को सम्झिनु पर्ने नाम भनेको हेपाटाइटिस बी भाइरस। अर्को सम्झिनु पर्ने नाम भनेको एडिनो भाइरस। अर्को सम्झिनु पर्ने नाम भनेको कोलिफेज पनि हुन्छ। अनि ह्युमन पेप्लोमा भाइरस एचपिभी जुन चाहिँ सर्भाइकल क्यान्सर गराउँछ नि, हो त्यो एचपिभी भाइरस पनि डबल स्ट्रान्डेड डिएनए भाइरस हो। अब एट द सेम टाइम सिङ्गल स्ट्रान्डेड डिएनए भाइरसहरू के होला त,
कोलिफेज त यसमा पनि भनिहालेँ, यसमा पनि सिङ्गल स्ट्यान्डर्ड डिएनए भाइरसमा पनि कोलिफेज रहेछ है। कोलिफेज चाहिँ यसको भेरिएन्ट फरक हुन्छ। S13 पार्भोभाइरस एउटा 5x174 ब्याक्टेरियोफेज M13 यिनीहरू चाहिँ के हुने रहेछ, सिङ्गल स्ट्यान्डर्ड डिएनए भाइरस हुने रहेछ। यसमा चाहिँ कोलिफेजको T2 T3 यिनीहरू आउँछ कि T2 T3हरू आउँछ। सो ब्याक्टेरियोफेज भनेर सम्झिँदाखेरि तपाईँले के सम्झिनुपर्छ भने ब्याक्टेरियोफेज कस्तो टाइपको भाइरस हो भन्दाखेरि सिङ्गल स्ट्यान्डर्ड डिएनए भाइरस हो। अब आरएनएतर्फ छ। आरएनएमा डबल स्ट्यान्डर्ड आरएनए भाइरस, यो त कमन हो। के होला त, एउटा रियो सार्कोमा भन्ने छ, रियो सार्कोमा भाइरस। अर्को राइस ड्वार्फ भनेर सुन्नुभयो होला, राइस ड्वार्फ भाइरस, योहरू चाहिँ टेस्टमा सोधिरहन्छ। अर्को माइकोफेज भन्ने छ, अघि माइकोफेज भनेको थियौँ नि हामीले, फङ्गीलाई एट्याक गर्ने भाइरस। त्यो चाहिँ कस्तो भाइरस हुने रहेछ, आरएनए भाइरस, त्यो पनि डबल स्ट्यान्ड भएको। अर्को चाहिँ रोटा भाइरस। अर्को चाहिँ सिङ्गल स्ट्यान्डर्ड आरएनए भाइरसमा, आरएनए भाइरस कस्तो सिङ्गल स्ट्यान्ड भएको, सिङ्गल स्ट्यान्ड आरएनए भाइरसमा चाहिँ इन्फ्लुएन्जा भाइरस हुन्छ। राउस सार्कोमा हुन्छ, नजोकिनु होला। राउस एसएस जस्तो लागिरहेछ नि, राउस सार्कोमा र रियो सार्कोमा। राउस भनेको आफै यसले भनिरहेछ ममा एस धेरै छ कि, अनि के सम्झिनु पऱ्यो भने सिङ्गल स्ट्यान्डर्ड आरएनए चाहिँ कुनमा हुने रहेछ, राउस सार्कोमा। डबल स्ट्यान्डर्ड आरएनए चाहिँ कुनमा हुने रहेछ, रियो सार्कोमा। सो यो भयो कुराकानी। अब सिङ्गल स्ट्यान्डर्ड आरएनए भाइरसमा अरू के होला त, अब हामीले जुन पढेको त्यो सार्स भाइरस छ नि, कोभिड-19 वाला भाइरस, कोरोना भाइरस, त्यो पनि सिङ्गल स्ट्यान्डर्ड आरएनए भाइरस हो। अनि रेबिज भाइरस, त्यसै गरी जापानिज एन्सेफेलाइटिसको भाइरस, त्यसै गरी रुबेला भाइरस। अर्को हुन्छ फ्ल्याभी भाइरस जसले चाहिँ के कज गर्छ भन्दाखेरि डेङ्गु फिभर अनि येल्लो फिभर भन्ने हुन्छ, त्यो चाहिँ कज गर्ने सिङ्गल स्ट्यान्डर्ड आरएनए भाइरस फ्ल्याभी भाइरस हो। अनि यसमा यो त एनिमलहरूको कुरा भयो। प्लान्टको पनि डबल स्ट्यान्डर्ड डिएनए भाइरस हुन्छ। प्लान्टको केसमा चाहिँ डबल स्ट्यान्डर्ड डिएनए भाइरसहरू के भन्दाखेरि काउली फ्लावर मोजाइक भाइरस, अर्को मिराबिलिस मोजाइक भाइरस, अर्को डालिया मोजाइक भाइरस। यिनीहरू चाहिँ प्लान्टको डबल स्ट्यान्डर्ड डिएनए भाइरस हो। काउलीफ्लावर मोजाइकलाई चाहिँ काउलिमो भाइरस पनि भन्छ ल, सो यिनीहरू भयो मुख्य कुराहरू भाइरसमा। अनि भाइरसको एउटा एकदमै इम्पोर्टेन्ट कुरा चाहिँ लाइटिक र लाइसोजेनिक फेज हुन्छ होइन। भाइरसको मल्टिप्लिकेसन साइकलमा एउटा लाइटिक एउटा लाइसोजेनिक फेज हुन्छ। अब यसको बारेमा अर्को क्लासमा पढौँ है त।